मै हुँ भन्ने घमण्ड चाहिँ हामी कसैले पनि नगरे हुन्छ क्या यो जीवनमा। किनभने यो जीवन हो र समयले कुन व्यक्तिलाई कहाँ पछाड्छ, कहाँ पुगाउँछ र कुन अवस्थामा पुगाइदिन्छ हामी कसैलाई पनि पत्तै छैन क्या। हामी आज सकुशल छौँ, एकदमै स्वस्थ छौँ, हेल्दी छौँ, हामीसँग सम्पन्न छ, हामीसँग भरिपूर्ण छ, हामी निरोगी छौँ, हामी खुसी छौँ, आनन्दमय जीवन बिताइरहेका छौँ हैन। तर भोलि कसलाई के हुन्छ, कहाँ गएर हाम्रो जीवन टुङ्गिन्छ र हामीसँग भएको चिज वस्तु मान्छेहरू कहाँ गएर समाप्त हुन्छन्, सबै कुराहरूको एउटा एक्सपायरी डेट हुन्छ क्या। त्यसैले जे छ खुसी हुने हो, रमाउने हो, आनन्दमय जीवन व्यतीत गर्ने हो हैन। तर कुनै पनि कुरा मसँग छ अरूसँग छैन भन्ने घमण्ड चाहिँ जीवनमा कसैले पनि नगरे हुन्छ। मैले यस्ता यस्ता व्यक्तिहरू देखेकी छु जो कहाँ थिए र कहाँ पुगे, समयले कहाँदेखि कहाँ पुगायो क्या ती व्यक्तिहरूलाई। त्यसैले भन्छु दुःख गर्ने, कष्ट गर्ने, अगाडि बढ्दै जाने, मेहनत गर्ने ठिकै छ, जीवनले जे दिए पनि स्वीकार गर्ने, हाँस्ने, ससानो कुराहरूमा खुसी खोज्ने, रमाउने, अगाडि बढ्दै जाने हो। तर घमण्ड चाहिँ कहिले पनि गर्ने होइन, किनभने जुन कुरा आज छन् भोलि नहुन पनि सक्छन्। त्यसैले जे छ त्यसमै रमाउनुहोस्, खुसी हुनुहोस्, सन्तुष्ट हुनुहोस् हैन। तर घमण्ड चाहिँ कहिले पनि नगर्नुहोस्। धन्यवाद।